मेरो युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्णमा नमस्ते अनि स्वागत छ। आउनुहोस् हामी आज तपाईलाई मार्दी ट्रेक लाँदैछौँ। मार्दी हिमाल ट्रेकिङ नेपालको अन्नपूर्ण क्षेत्रको एक प्रसिद्ध ट्रेकिङ मार्ग हो, जसले अन्नपूर्ण पर्वत श्रृङ्खलाका मनमोहक दृश्यहरू प्रदान गर्दछ र यस क्षेत्रको प्राकृतिक सुन्दरता र संस्कृति अनुभव गर्ने अवसर प्राप्त गर्न सकिन्छ। यो ट्रेक प्राय अन्य प्रसिद्ध ट्रेकहरू भन्दा कम भिड हुने ट्रेकको रूपमा लिन सकिन्छ। मार्दी हिमालको विशेषता भनेको यसको सुन्दरता र प्राकृतिक दृश्यहरू नै हुन्। मार्दी हिमालको यात्रा विशेष गरी ट्रेकिङका लागि प्रसिद्ध छ। यो ट्रेकिङले पर्यटकहरूलाई हिमालको अद्भुत दृश्य, हरियाली वन र स्थानीय संस्कृति अनुभव गर्न अवसर प्रदान गर्दछ भने ट्रेकिङको मार्गमा स्थानीय मानिसहरूको जीवनशैलीको अनुभव गर्न मद्दत पुर्याउँछ। पहिलो दिन हामी काठमाडौँबाट पोखरा वा काँडे पुग्नुपर्ने हुन्छ। हामी भने पहिलो दिन नाइट बस चढेर बिहानको लगभग 5 बजे काँडे पुग्यौँ। सबेरै काँडे पुगेको हुनाले अँध्यारो नै थियो। लगभग बिहानको 6 बजेतिरको झिसमिसे उज्यालोमा त्यहाँको एउटा खाजा पसल खुल्यो र हामी हत्तपत्त बिहानको चिया र नास्ता सकेर पहिलो दिनको ट्रेक सुरु गरेका थियौँ। 4:30 बजे काँडे आइपुगेको है। यस्तो अँध्यारोमा हामी काँडे आइपुगेको। यहाँ चिया खाने अनि उज्यालो उज्यालो झिसमिसेमा हिँड्ने। हो एउटा सुतिरहेको छ, सुत्नै पुगेको छैन। एउटालाई हाया छ। पहिलो दिन हामी काँडेदेखि अस्ट्रेलियन बेस क्याम्प, पोथना, पित्तम देउराली हुँदै मनमोहक हिमाली दृश्य र लाली गुँरास फुलेको जङ्गलको आनन्द लिँदै फरेस्ट क्याम्पसम्म लगभग 9 घण्टाको हिँडाइपछि पुग्यौँ र स्थानीय लजमा रात बितायौँ। हामी बिस्तारै हिँडेको हुँदा 9 घण्टा लागेको भान भएको थियो। दोस्रो दिन बिहानको नास्ता सकेर हामी लो क्याम्प, बादल डाँडा हुँदै कहीँ ठाडो उकालो, कहीँ तेर्सो बाटो छिचोलेर हाई क्याम्पसम्म पुग्यौँ। थकित मुद्रामा हामी 3 ल मार्दै जाने यस्तो यस्तो बाटो हिँड्नुपर्छ गाइजहरू। यस्तो छ बाटो। बादल डाँडादेखि माथि हाई क्याम्प पुग्ने बाटोमा हावाको गति उच्च थियो भने बाटो पनि अलिक अप्ठ्यारो जस्तो भएको हुँदा अलिक गाह्रो नै लाग्यो। तर प्रकृतिको त्यो अनुपम दृश्य देख्दा सारा थकान नै बिर्सेका थियौँ। त्यस दिन पनि जसोतसो लगभग 9 घण्टाको बाटोपछि हामी हाई क्याम्पकै एउटा लजमा आराम गऱ्यौँ। भोलिपल्ट बिहान मनोरम हिमालहरूको दृश्यावलोकन तथा फोटोहरू कैद गरी हामी पुनः बादल डाँडा, लो क्याम्प र सिर्दिङ हुँदै त्यस दिन पोखरा फर्क्यौँ र सो दिन हामी पोखराकै एक होटलमा बास बस्यौँ। पिन्टु भाइ हामीलाई यो ट्रेकको लागि 3 दिन लागेको थियो। यदि तपाईहरू पनि मार्दी ट्रेक जाने सोच्दै हुनुहुन्छ भने उत्तम समय वसन्त अर्थात् मार्चदेखि मे र पतझड अर्थात् सेप्टेम्बरदेखि नोभेम्बरको सिजनहरू उपयुक्त हुन सक्छन्। यो समयमा मौसम सामान्यतया स्पष्ट हुन्छ र दृश्यहरू स्पष्ट हुन्छन्। मार्दी हिमालको ट्रेक विशेषतः नव अनुभवी ट्रेकरहरूका लागि उपयुक्त मानिन्छ, तर अनुभवी ट्रेकरहरूले पनि यसलाई अविस्मरणीय अनुभवको रूपमा लिन्छन्। यहाँको शान्ति र प्राकृतिक सौन्दर्यले सबैलाई मोहित पार्छ। हस्त आजको लागि यति नै। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद।
र अहिलेसम्म पनि मेरो यस च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गरिदिनुहोला। धन्यवाद।